म देशलाई धोका दिन्छु, पार्टीलाई धोका दिन्छु, जनतालाई धोका दिन्छु, पार्टीलाई ध्वस्त पार्ने मैले कसम खाएको छु, शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने कसम खाएको छु, कम्युनिस्ट आन्दोलन ध्वस्त पार्ने कसम खाएको छु। यी सबै देशलाई, जनतालाई, पार्टीलाई सबैलाई धोका दिन्छु, तर शेरबहादुर देउवालाई धोका दिन्छु। यदि तपाईँ भविष्यमा प्रधानमन्त्री बन्न चाहनुहुन्छ र त्यसमा पनि अझ सबैभन्दा उत्कृष्ट प्रधानमन्त्री नै बन्न चाहनुहुन्छ भने यो भिडियो तपाईँकै लागि हो। मानौ तपाईँ प्रधानमन्त्री बन्नुभयो रे, तर अब उत्कृष्ट प्रधानमन्त्री बन्नको लागि तपाईँले चाहिँ के गर्नुपर्ने हो त? आज हामी यसै बारेमा बुझ्नेछौँ। यो हो आफूले आफूलाई उत्कृष्ट प्रधानमन्त्री बनाउने उत्कृष्ट तरिका। स्टेप 1, कुर्सी बचाउनुहोस्। अरू कुरा त चल्दै गर्छ, तर पहिला आफ्नो कुर्सी बचाउनुतर्फ लाग्नुहोस्। यसको लागि कसलाई कति दिनुपर्ने हो, कसलाई कुन मन्त्रालय दिनुपर्ने हो दिनुहोस्, वा कुनै पार्टीसँग गठबन्धन नै गर्न किन नपरोस्। जे गर्नुपर्ने छ गर्नुहोस्, तर आगामी 5 वर्षसम्म चाहिँ प्रधानमन्त्री तपाईँ नै रहिराख्नु पर्यो। यदि यस अन्तरालमा तपाईँको कुर्सी खोज्न कोही आइहाल्यो भने पनि नभएको आरोप लगाएर उसलाई नै झाकिदिनुहोस्, किनभने प्रधानमन्त्री बनिसकेपछि कानुनले तपाईँलाई होइन, तपाईँले चाहिँ कानुनलाई चलाउने हो। स्टेप 2, नेपोटिजम। तपाईँ त बन्नुभयो, तर तपाईँको आफन्तको चाहिँ के त? तपाईँका साथीभाइ अनि इष्टमित्रलाई चाहिँ कसले हेर्ने त? तपाईँ त प्रधानमन्त्री बन्नुभयो, अब तपाईँले आफ्ना मान्छेहरूलाई पनि शक्तिशाली पदमा त राख्नु पर्यो नि। त्यसैले जे पद खाली छ सबैमा आफ्नो इष्टमित्र वा नातेदारलाई राखिदिनुहोस्। यो बेला योग्यता र क्षमताको कुरा होइन, नाताको कुरा गर्नुहोस्। अझ जसले दियो त्यसले नै पायो रणनीति फलो गर्नुहोस्। स्टेप 3, काम होइन गफ दिनुहोस्। जहिले पनि हरेक समस्याको समाधानको कुरा चाहिँ गर्नुहोस्, तर समाधान कहिले नगर्नुहोस्। सारा राष्ट्रको ज्ञान नै तपाईँसँग छ, तपाईँ त कहिले गलत नै हुन सक्नुहुन्न, किनकि तपाईँ त प्रधानमन्त्री हुनुहुन्छ। त्यसैले जे मनमा आउँछ त्यही भनिदिनुहोस्। अझ यदि तपाईँको भन्दा फरक विचार बोकेको कोही आइहाल्यो भने पनि उनीहरू सबै फटाहा हुन्, झोले हुन्, उनीहरूलाई सकाउनै पर्छ भनिदिनुहोस्। तर जे भए पनि गफ दिन चाहिँ नचुन्नुहोस्। नसकिने कुरा पनि भनिदिनुहोस्, हुँदै नभएको गफ पनि लगाइदिनुहोस्, किनकि तपाईँलाई यो बारेमा दोहोऱ्याएर सोध्ने कोही पनि हुँदैन। तर यसै बीचमा यदि तपाईँले दिएको गफ बारे सोध्ने कोही माइकलाल आइहाल्यो भने पनि त्यसलाई नै झाकिदिनुहोस्, सकाइदिनुहोस्, किनकि पावर त तपाईँको हातमा छ। स्टेप 4, अरूलाई दोष दिनुहोस्। हालसम्म आइपुग्दा नेपालमा कयौं व्यक्ति प्रधानमन्त्री बनिसके, तर हालसम्म आइपुग्दा अरूलाई दोष दिन भने कसैले नै छाडेनन् र ती सबैले आफूले आफूलाई उत्कृष्ट ठान्छन्, महान नै ठान्छन्, सबैभन्दा असल प्रधानमन्त्री नै ठान्छन्। र अझ तपाईँ त यहाँ उनीहरू भन्दा महान बन्न आउनु भएको छ, झन् उत्कृष्ट बन्न आउनु भएको छ। त्यसैले अरूलाई दोष दिन चाहिँ कहिले नछाड्नुहोस्। नेपालमा जे नराम्रो भए तापनि त्यसको कारण तपाईँ बाहेक अरू सबै हुन्, सबैलाई दोष लगाउनुहोस्। गल्ती तपाईँकै भए पनि दोष चाहिँ अरूलाई दिनुहोस्। मानौ कुनै पार्टी तपाईँको विरोधमा छ रे, अनि त्यति नै बेला अचानक बाढी आयो रे, अब यसको दोष पनि त्यही पार्टीलाई नै लगाइदिनुहोस्। यस पछाडि तिमीहरूको नै हात छ भनिदिनुहोस्। स्टेप 5, भ्रष्टाचार गर्नुहोस्। अरूको चिन्ता नगर्नुहोस्, पहिला तपाईँ चाहिँ बन्नु पर्यो। कसलाई कुन टेन्डर दिँदा आफूलाई कति आउँछ वा कुन विदेशीसँग कुन सम्झौता गर्दा आफूलाई कति फाइदा हुन्छ त्यो हेर्नुहोस्। एक असल प्रधानमन्त्री बन्न भ्रष्टाचार चाहिँ तपाईँको दैनिकी नै हुनुपर्छ। दिनमा कम्तीमा पनि 5 वटा भ्रष्टाचारका कार्यहरूमा त तपाईँ संलग्न हुनै पर्यो, नत्र तपाईँलाई उत्कृष्ट प्रधानमन्त्री बन्न गाह्रो पर्न सक्छ, किनकि भ्रष्टाचारमा अरू नेतालाई टक्न त्यति सजिलो भने छैन। त्यसैले भ्रष्टाचार चाहिँ गरिराख्नुहोस्। स्टेप 6, विकासका कार्यहरू रोक्नुहोस्। स्कुल, हस्पिटल, रोड जस्ता कुरा त बन्दै गर्छन्, पहिला तपाईँ अनि तपाईँको पार्टी चाहिँ बन्नु पर्यो। जनताको अगाडि विकासको कार्य गरेको जस्तो गर्नुहोस्, तर वास्तवमा भित्रभित्रै सबै काम रोक्नुहोस्। सबै पैसा आफ्नो आसेपासेलाई बाँडिदिनुहोस्। अझ शिक्षामा त विकास हुनै नदिनुहोस्, किनकि जनता शिक्षित भयो भने तपाईँको गफ कसले पत्याउने, अर्को चुनावमा तपाईँलाई कसले पत्याउने। त्यसैले सबै काम गर्नुहोस्, तर विकास कदापि नगर्नुहोस्। स्टेप 7, रोक्नेलाई सकाइदिनुहोस्। तपाईँले यस्तो कार्य गरिरहँदा तपाईँको विरोध गर्न त पक्कै पनि कोही आउँछन् होला, केही आन्दोलन हुन्छ होला, तर तपाईँको सबै पावर लगाउनुहोस्, आन्दोलन रोक्नुहोस्, र यति गर्दा पनि भएन भने झाकिदिनुहोस् वा सकाइदिनुहोस्, किनकि तपाईँलाई त्यहाँ केही गर्नेवाला कोही पनि हुने छैनन्। स्टेप 8, मिडियालाई कन्ट्रोल गर्नुहोस्। यदि कोही मिडियाले तपाईँको बदनाम गर्दैछ भने विकास विरोधी भनिदिनुहोस्। केही पत्रकारले तपाईँको विरोध गर्दैछन् भने राष्ट्रघाती भनिदिनुहोस्। यो सरकार विरुद्धको षड्यन्त्र हो भनिदिनुहोस्। सबै मिडियालाई आफ्नो कन्ट्रोलमा राख्नुहोस्। यदि कसैले तपाईँको बारेमा केही गलत बोल्यो भने पनि उसलाई धम्काउनुहोस्, लोभ्याउनुहोस्, जे गर्नु छ गर्नुहोस्। त्यस्तो पोस्ट चाहिँ अबबाट देखिनु भएन। तपाईँ विरुद्ध कोही बोल्दैछ भने उसलाई नै सकाइदिनुहोस्। स्टेप 9, जे हुँदैछ हुन दिनुहोस्।
एक उत्कृष्ट प्रधानमन्त्री बन्नको लागि सही तरिका भनेको नेपालमा जे भइराखेको छ त्यही हुन दिनु हो। तपाईँ बस कसैलाई नरोक्नुहोस्। देश जुन गतिमा अघि बढिरहेको छ यसरी नै यही रफ्तारमा अघि बढ्न दिनुहोस्। त्यसपछि तपाईँ यी स्टेप खोज्दै जानु पर्दैन, सबै स्टेपहरू तपाईँलाई नै खोज्दै आउँछन्। यसरी यी स्टेपहरू फलो गर्नुभयो भने तपाईँलाई भविष्यमा उत्कृष्ट प्रधानमन्त्री बन्नबाट कसैले पनि रोक्न सक्दैन। हस्त यस विषयमा तपाईँको धारणा के छ? यो कुरा तलको कमेन्ट बक्समा कमेन्ट गर्न नभुल्नुहोला र हाम्रो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर सँगै रहेको बेल आइकन दबाउन पनि नबिर्सिनुहोला। थ्यांक यू फर वाचिङ।